मुन्द्राज सहजै भन्ने इरादा धरी श्रीरामका चरण बिन्द मनले अत्यन्त चिन्तन गरी भन्छन् वीरहरूलाई ताई हनुमान हेबी रहो पार्तरी सीताजी कन भेट्दछु म अहिले जान्छु बडो बेग गरी पापी जन पनि रामका स्मरणले संसार पार तर्छ ता उनकै काम निमित्त उठी सगली जान्छु दुतै हुँ म त क्या डर छ र समुद्र तर्न सहजै पहुँचन्छु लङ्का भनी चारै पाउ जमिन बिसे धसी कुद्या हेर्दै तमासा पनि दक्षिण तरफ मुख गरी कन कुद्न बस्दा उपर नजर दि अघिका दुई पाउ रस्ता सोझो गराइकन घाँटी कुद्या जसैता वायु सरी हुन गए हनुमान तसैता आकाश मार्ग गरी कुदेर हनुमान उठ्थे ती आकाशमा सीताजी कन भेटी फर्किकन फेर रामचन्द्रका पासमा पुग्ने अक्कल बल छ छैन यिनको बुझौँ सबै बल भनी इन्द्रादिहरूले खटाई सुरसा जल्दी पठाए पनि जल्दी गई सुरसा अघिल्तिर बसिन् सामने हनुमानका क्या भन्छन् हनुमान भनेर खुसी भई कुरा गरिन् खानका भोकी धेर दिन कि म खोजी हिँड्थे पस मुखमा जब भनिन् फेरि हनुमान दसै भन्छन् आज सीता नभेटिकन ता पस्दिन मुखमा कसै सीता भेटी म फर्कुला र रघुना मेरा मुखैमा पसी निस्कि जाऊ नै भने म बलले पक्रेर दारा धसी मार्छु यति भनेर लौ तब यहाँ मुख बाउ चाँडो भनी चारकोसको त शरीर गरिकन बसे आफू हनुमान पनि चारकोसका हनुमान देखि सुरसा 20 कोसको मुख गरिन् 40 कोस हनुमान भएर 80 कोस मुख फेरि जल्दी धरिन् जल्दी फेर हनुमानले 26 कोसको रूप गराई बसे फेर 200 कोस मुखै जब गरिन् अङ्कुष्ट झैँ भई पसे क्या जल्दी र भन्दछन् हनुमान हेदेमा पछि निस्किया जान्छु म त बस बद्दा बन्दैन कम्ता बसी अक्कल बलसितका वचन जब सुनिन् यस्ता हनुमानका आफ्नो सत्य कुरा सबै तै कहीँ छाडिनु कुरा खानका सौ काम तिमी साथी हनुमान यो बल छ तिम्रो भनी सिने भन्छु म इन्द्रका हुकुम हजुरमा तिम्रो पराक्रम पनि बल बोल्दै भन् इन्द्रका हुकुमले आए कि हुँ ताप भने खोज भई स्वर्ग विषय गएँ तिसरा कुदे हनुमान पनि मैनाको पर्वत मैनाको पर्वतलाई त्यही गरी भन्या फेर सागरैले पनि जुन राजा गरी हनुमान बिसाई फलफुल खाउन् र जाउन् भनी भन्दा सागरका वचन सुनिता निस्क्या ती मैनाक भनी अर्को एक मनुष्यको स्वरूपले हात जोडी बिन्ती गरे आफूलाई फलफुल खाइ जाऊ हनुमान भन्दै अगाडि सर्या आज्ञा सागरको हुँदा चरणमा आया म अहिले भनी मैनाकले यति बिन्ती बात जब गरे बोले हनुमान पनि रामको काम नगरी बसेर कसरी खान्छु म जान्छु यसै हातले छुन्छु म लौ भनेर खुसी भई छोएर कुदे तसै केही दूर हनुमान पुगेपछि तहाँ एक सिंहका राक्षसी छाया पक्री ऊ जन्तु खैँची बलले खान्थी उजलैमा बसी छाया पक्री ऊ तान्न लागि हनुमान जिउको गति बन्द भयो कसले बन्द गरो गतिभरि दिशा दशमा दृष्टि त्यसै हो।